Hello everyone and welcome back to my vlog. सँगै सिधेको एसएलसी त्यो जमानामा धानहरू अहिले काट्ने बेला भएको छ, हार्भेस्ट गर्ने बेला छ। त्यही भएर यहाँ एकपट्टि काट्दैन, उता चाहिँ हरियै छ। त्यो साथी मायामा पर्ने दबाई छैन। म कस्तो ह्यान्डसम छु हेर त मलाई, ह्यान्डसम छु। आइसक्रिम किन्दैछु भनेको छोरी पनि बिग्यो। ऊ त डाँडाहरू पहिले यहाँ देखिन्थ्यो, डाँडाहरू अहिले केही देखिँदैन भनेपछि अब जाडो मौसम पनि छिर्दैछ। म मामा हो, तिम्रो मम्मी र म सँगै क्लास 10 पढेको, 9-10 पढेको। हिँड्दा हिँड्दा गलिसक्यो, अहिलेसम्म सकिएको छैन। म रहेछ एक पाकेट चाहिँ लास्टमा पिज्जाबाट मात्रै पढेको, कुस्ली बम। कस्तो राम्रोसँगलाई हेर्नुहोस्, केटीहरू कस्तो राम्रो भएर आएको हो भाइ साहब। मेरो बर्थडे हिजो त गाई आज मिस गर्दैछ, यस्तो साथी कहाँ पाउनु हाई भन अनि मात्रै दिन्छु। हेलो अङ्कल नमस्कार, नमस्कार गर्नुपर्छ। छोरी मेलामा के खायो तिमीले? आइसक्रिम मात्रै खायो, अरू के खायो? त्यो चक्लेट कसले किनिदिएको भन त? को काकु? थ्याङ्क यू। हजुर तपाईँले भने जस्तो हात्तीको डराउँछ, त्यही भएर चाँडै जानु पर्यो। अङ्कल लु लाग्यो है त। ए बाबा कतिको टाढा छ र? त्यही 5 किलोमिटर पनि छैन होला। हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु माई ब्लग। र आज चाहिँ कार्तिक 10 गते। आज के चाहिँ स्पेसल ब्लग बनाउनुको भने भन्दाखेरि आज हो, आज के हो? छठ पर्व। सो आज छठ पर्व भएको कारणले गर्दाखेरि म जाँदैछु साथीको यता घर, अनि साथी घर अगाडि भेटेर मेरो छठ पर्व कस्तो हुन्छ भनेर मनाउन हेर्न गइरहेको छु। र अरू बेला चाहिँ म हाम्रो कोसीको छेउमै घर भएर म चाहिँ अरू बेला कोसी जान्थेँ, उता चाहिँ अब हेरिसकेको छु कस्तो हुन्छ भनेर। तर योपालि चाहिँ म जाँदैछु चक्रघटी। चक्रघटीमा चाहिँ यतापट्टि झन् बोराबाद साइडमा चाहिँ के छ भन्दाखेरि सानो नहर छ क्या, इरिगेसनको लागि, जसले गर्दाखेरि त्यहाँ चाहिँ मान्छेहरू चाहिँ अब नहरको छेउमा चाहिँ छठ पर्व मनाउने गर्दछ। र एकदमै लामो, एकदमै धेरै लामो लामो मान्छेहरूले त्यहाँ सजाएर उयो गरेर पूजा गर्ने गर्दछ। र आज म त्यहीँ जाँदैछु। आज त्यहाँ चाहिँ म फर्स्ट टाइम हेर्दैछु कस्तो हुन्छ भनेर, किनभने अरू बेला म यतातिर चतराकी कोसीमा हेर्थेँ, तर योपालि चाहिँ म चक्रघटी जाँदैछु। सुरुमा चाहिँ म जाँदैछु गोविन्द भन्ने साथी घरमा, हामीसँगै सिधेको एसएलसी त्यो जमानामा है। सो म पहिला गोविन्द घर जान्छु, त्यसपछि अनि सनमको घर जान्छु। सनम पनि आएको छ, मेरो एसआई साथी, छठ पर्व मनाउनु। उसको त घर छेउमै छ, लाइक एक पाइलामै छ उसको त नहर, त्यही भएर अनि उता त झन् स्पेसल हुन्छ। र त्यसपछि सायद धनाङ्गमा जान्छु होला, भयो भने उसलाई पनि लिएर आउने, 4 जना यसो मनाऊँ अनि हेरौँ के छ कस्तो हुन्छ। उनीहरूले हेरिसकेको छ त्यहाँ, मैले हेरेको छैन। सो म जाँदैछु गोविन्द घर, जुन चाहिँ यता नलदी हल्का तल इकाइमा छ। सो एभ्री वान सी यु एट गोविन्द हाउस। सो म गोविन्दको घर पनि आइसकेको छु, यो गोविन्दको घर। अङ्कल नमस्कार। खोइ गोविन्द बाङ्गे कति आउँछ? ए हुन्छ, मलाई चिन्नुभयो नि? चतराको उयो अन्त साथी, गोविन्दको साथी। तपाईँहरू बिहिबार हटियामा आउनुहुन्थ्यो नि? घर पनि देखाएको छु मैले। हजुर हजुर। अनि आज छठ पर्व मनाउनु भने यसो आएको नि, आइपुग्ने बेला भयो। हाम्रो गोविन्द चाहिँ मेडिकल पनि पढेको, त्यही भएर उसको यहाँ फार्मेसी छ, दबाईहरू पनि पाइने गर्दछ भने एउटा सानो यसो दोकान पनि खोल्नु भएको रहेछ। उही क्यारम बोर्ड पनि रहेछ यार, खेलिदिनु पर्छ कि। लास्ट टाइम गोविन्दसँग खेल्दा गोविन्दले मलाई धोबी हानेको थियो। यहाँ गोविन्द घर पर कस्तो दामी यहाँ भ्यू देखिँदो रहेछ, हरियो त्यो उयोहरू, धानहरू अहिले काट्ने बेला भएको छ, हार्भेस्ट गर्ने बेला भएको छ। त्यही भएर यहाँ एकपट्टि काटिँदैन, उता चाहिँ हरियै छ। अब पहिले अस्तिको सिजनमा आएको भए हरियो हरिपुरी आमामा दामी सिन देखिन्छ। हाम्रो साउजीको नि इन्टरभ्यू भइसकेको छ। के हेरेको फेरि? होइन, म त तिमीले के गर्दैछौ भन्दाखेरि कस्तो के गर्दा भिडियो बनाउँदैछु नि। अनि के छ हालखबर, ठिक छ? अहिले नजाने अरे, कतै जाने? ब्याट्री किन? विशाल भण्डार पनि आउँदैछ? यत्रो दबाई पाउँदो रहेछ। हाम्रो अङ्कलको छोरो ज्वरो आएर सुतेको ओ साथी मायामा पर्ने दबाई छैन? आयो लो क्यारम खेलौँ ल। ऊ चाहिँ हाम्रो गोविन्दको छोरी, मेरो साथीको छोरी। छोरी आउन 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 छोरी। हजुर ठिकै छ आन्टी, आऊ बस। अनि के छ हालखबर छोरी? के हो तिम्रो नाम? मानवी। तिमी यति राम्री हुनुको राज के हो भन त? फेयर एन्ड लभली हो? के हो त तिमी यति राम्री हुनुको राज के हो भन त? बेबी क्रिम हो? आयो म को हो? अङ्कल हो म? के हो मेरो नाम भन त ल?
ए नचिनिकन अङ्कल अनि कसरी त नि ए नचिनिकन अङ्कल अरे भएन यो पारा चाहिँ म त चिनाउँदिनँ है नचिनेको मान्छेलाई अङ्कल भन्दो रहेछ अनि मेरो नाम हो विजय अङ्कल के अरे म कस्तो ह्यान्डसम छु हेर त मलाई ह्यान्डसम छु म ह्यान्डसम कि तिम्रो बाबा ह्यान्डसम दुईजना होइन एकजना चुज गर एकजना चुज गर बाबा ह्यान्डसम कि म ह्यान्डसम बाबाको चस्मा लाउनुहुन्छ होइन म पनि चस्मा ए हेर मेरो लामो कपाल चाहिँ तिम्रो बाबाको छैन म ह्यान्डसम है यहाँ चाहिँ मेरो कपाल पछाडि बानेको छ बाबाको बानेको छ छोइया नि को ह्यान्डसम भन न छिटो को ह्यान्डसम तपाईँ र बा अघि बाबा मात्रै भन्दै तपाईँ र आइसक्रिम किन्दैछु भनेको छोरी पनि बिको छोरीले अब फुलझरी बाल्ने अरे अनि तिहार गइसक्यो त छोरी फुलझरी अहिले बाल्ने ल ल लाइटर ल बाल ए तर ला यार फेरि युट्युबमा त फेरि फुलझडी बालो भने त उयो पो गरिदिन्छ त ला अहिले याद आयो अब म त खिच्दिनँ ल अब हामी फुलझडी फुलझडी बालेको चाहिँ हामीहरू अब युट्युबमा नहाल्दैन फेरि युट्युबले फेरि ब्यान गरिदिन्छ अरू बेला चाहिँ घाम टन्टल्ला पुरो लाग्थ्यो योभन्दा अगाडि लगातार घाम टन्टल्ला पुरो लागिरहेको थियो आज चाहिँ एकदमै शीतल छ जोस् सूर्य भगवानले पनि अब मेरो पूजा गर्न आँटेछ मेरो भक्तहरूलाई आनन्द शीतल होस् भनेर होला जोस् आज चाहिँ शीतल छ अब यो बादलहरू पनि पुरै लागेको उ त डाँडाहरू पहिले यहाँ देखिन्थ्यो डाँडाहरू अहिले केही देखिँदैन भनेपछि अब जाडो मौसम पनि छिर्दैछ सुरु भयो जाडो मौसम अब हामी जान आँटेको छोरी जाने होइन छोरी बाबा र म अब जान आँटेको अङ्कल लाग्यो है त नमस्कार आन्टी लाग्यो है हजुर अब यो बाइकमा जान आँटेको त्यहाँ भ्लग बनाउनु पर्ने अनि त्यही भएर म पछाडि बसेर ऊ पछाडि राख्ने अगाडि ल ल र म यहाँ यो छठ पर्व पूजा हुने ठाउँमा आइसकेको छु आमा यहाँ भक्दै छ यहाँ मेरो साथी पनि भेट भइसकेको छ ओ विशाल हाई निशा हाउ यु अनि खोइ सोनाम यहाँ त आएको छ नि घरमा कहिले आउँछु भन्दै थियो मलाई त तिम्रो बेस्टहरूलाई फोन गरेर सोध नि यार के भन्छ हामी 2067 ब्याचको हामीहरू साथीहरू कनिका छोरी हो हे प्रभु के हो भान्जी नाम आउनु पर्यो नि त हेलो आज टिकटक लाइभ म मामा हो तिम्रो मम्मी र म सँगै क्लास 10 पढेको 9-10 पढेको यत्रो ठुलो भइसक्यो तिम्रो पनि ठुलो भइसक्यो है राम ओ ऊ चाहिँ सिङ्गल तिम्रो म चाहिँ कहिले गर्ने हेलो हाई नाम के हो तिम्रो बिनिसमा कति राम्रो नाम ओहो हो सस्तो राजेसम्मलाई हेर्नुहोस् केटीहरू कस्तो राम्रो भएर आएको हो भाइ साहब सस्तो राजेसम्म मैले चत्राको नै हेरेको छु र यता टोक्राडी हेरेको छु तर अनेस्टली भन्नुपर्दा मलाई यताको चाहिँ राम्रो लाग्यो ओभर लामो 200 मिटर जति लामो होला हिँड्दा हिँड्दा गलिसक्यो अहिलेसम्म सकिएको छैन आफ्नो स्कुलमा पूजा पाठहरू चल्दैछ दामी लाग्यो मलाई झिलिमिली पटेका बबाल कति धेरै आस्था विश्वास मान्छेहरूमा सक्यो अब चाहिँ टक्क यहाँ कतै
कति 150 मिटर छ होला कि 200 मिटरको चाहिँ म तपाईँलाई देखाउँछु ए कहाँ यो त नि यो त 250 जति मिटर पर रहेछ हामी आएकोदेखि छैन यहाँ उयो माथि पनि हुँदैछ है तर मेन चाहिँ यतातिर मान्छेले गर्दैछ आमामामा पानीभित्र छिरेर अघि चाहिँ हामी यता पारीतिर गएको थियौँ अब हामी वारीतिर आएको छौँ वारीतिर पनि जानुपर्छ अरे अन्त एक साइडमा मात्रै गएर भने अर्को साइडमा पनि जानुपर्छ अरे यहाँ पनि त्यस्तै भिड छ के हो भाइ भाग्यमानी हुनु के छ हालको ठिक छ कत्र आएको ओ भाइ कत्र आएको अघि नै डुलेको डुले छ यो मान्छे त है नयाँ बाइक पाएको डुलेको डुले छ हिजो भर्खर अब कहिले खेल्ने हामी अब उयो मिसिन सिसिन अब व्यस्त गरिहाल्नु पर्छ छट सकेपछि त सबैजना खाली ल सबैले ध्यान दिँदैन ल हामीहरू उयो गर्छ ल म साथीसँग जाँदैछु ल ल सर सो धनाङ पनि आउँदैछ अरे र धनाङ लिन म जाँदैछु केटाहरू उता गइसक्यो त म रहेछु एक प्याकेट त लास्टमा पिज्जाबाट मात्रै पढेको कुस्ली बम मासुको अचार ड्याममै पड्काइदियो कहाँ छ धनाङ साथीहरूले उता गइसक्यो म धनाङलाई पर्खेको थिएँ धनाङ भर्खर आयो कहाँ गयो खै छैन ओ धनुमान कहाँ गयो नाम सुब्बा कता गयो होइन कहाँ गयो मान्छे यहीँ छु भन्दै A few moments later. धनुमानको इन्ट्री भयो त्यसो यता खोइ हेलमेट हो अनि तिमी भ्लग नबनाएको आज ल यहाँ भ्लगर जुत्नु पर्छ ह्याप्पी बर्थडे के भन्छ फेरि बर्थडे होइन हिजो कहिलेको बर्थडे विस गर्नु पाइनँ क्या मेरो बर्थडे हिजो त गाई आज विस गर्दैछ यस्तो साथी कहाँ पाउनु बर्थडे ल उता ऊ के भन्छ तिमीलाई छठ माताले आशीर्वाद दियो छोरा भन्दा छोरी जन्मियोस् सकुशल जन्मियोस् राम्रो जन्मियोस् बुझ्यो हाम्रो विजयलाई सबैले सब्सक्राइब हान्दै गाइस त यही भिडियो देख्ने हुँदैन सब्सक्राइब हाम्रो के गोविन्द र विशाल उता भएको छ जुन ल सनम आएन छुट्टी दिएन हाम्रो अजय सरको छोरी हाई भन अनि मात्रै दिन्छु हेलो अङ्कल नमस्कार नमस्कार गर्नुपर्छ अनि म दिन्छु यी छोरीलाई मैले किनिदिएको अब दिन आँटेको यहाँ त झन् रात परेपछि त मजा आउँदो रहेछ है रात पर्न थालेदेखिको पटाका ड्याम कि ड्याम दियोहरू साँच्चै अहिले पो याद है राति चाहिँ झिलिमिली देखिन्छ नि त अलिक दियो ड्याम दियो भन्दा चाहिँ पड्काएको छ यहाँ दियोहरू पनि बालेको पटकाको साउन्ड धेरै ठुलो पटका पड्किन थाल्यो अनि अहिले पनि फुस्टेछ कुनै त्यो ओरिजिनल आएर होला मुटुनै हलाइन्छ हजुर यार मुटुनै हलायो अहिले दियो हेरेर न राति कस्तो मजाले बालेको झिलिमिली देखिरहेको छ रमाइलो देखेर रमाइलो आज अब त्यसपछि सबैजना आजै लास्ट छुट्टी सबैजना आफ्नो आफ्नो काममा व्यस्त त्यसपछि अब अर्को वर्ष मात्रै होइन त्यति साह्रो रमाइलो हुँदैन अब हामी चाहिँ त्यो मेलामा घुमेर होइन वाक्क भयो वाक्क त के रमाइलो भयो रमाइलो भएर हामी चाहिँ एक्सट्रिममा भन्दैछु एक्सट्रिममा खाजा खाँदैछु त्यो उयो लाइटर त के को लाइटर राखेको सो अब हामी खाजा खाँदैछौँ खाजा खाइसकेपछि सबैजना आफ्नो घरमा होइन ऊ धनाङलाई त बुढीले कल गरेको गरेछ वाक्कलाई छ अब खाजा खाएर छुट्न आँटेको छौँ निस्किने ल धनाङ जाने घर ल हामी त भेट भइहाल्छ नि त्यहाँसम्म छोड्ने भयो रहेछ नि अब हामी घर जान आँटेको छौँ है ल धनाङ बाई हाम्रो त भेट भइहाल्छ होइन
क्रिकेटमा अब अगाडि आउनुहोस् है मिसिनहरू व्यवस्था गर्नुपर्छ अब मलाई छिटो क्रिकेट क्लब तिमी म त नेम ल पछि म जाँदैछु गोविन्द घर बाइक राखेको छु अनि त्यहाँदेखि म अब डाइरेक्ट घर जान्छु होला जियोस् हेरियो मजाले चक्रहटीको छठ पूजा पनि रमाइलो हुँदो रहेछ झिलिमिली आमामा यत्रो लामो 250 मिटर जतिको लामो दामी लाग्यो जियोस् मलाई घर जानु पर्यो भनेको साथीलाई भेट्न आएको मनोज के छ हामीहरू पनि एसी ब्याचे हो मनोज चाहिँ धरानको केमा पढाउँछ है होइन केले त ओभर टाइट गर्छ हेर्नु ओभर अनि ओभर अनि टिचरहरु त नि छोड्दै जान्छ ओभर काम के अरे राम्रै छ ठिकै छ निकाल्छ भनेर त्यसै कट्रा छोरी मेलामा के खायो तिमीले आइसक्रिम खायो अरु के खायो ह्यापी बर्थडे ओ थ्यांक यू पार्टी पार्टी भएर खाएर आएको 23 बाट यस्तो चेन्ज भएको देखिरहेको थिए एक्सट्रिमको पार्टी खाएर आएको अलवा तिमी थिएनौ अनि कस्तो हेरेर आएको तिमी चाहिँ किन आएको म अहिले सुन्नु जाने यहाँ पाउन आइरहेको ए एकछिनमा भरेको एकछिनमा कहिले सकिसकेपछि ल अब हामी मनोज घरबाट बिदाई हुँदैछु सिसी खाइयो ल मनोज फेरि भेट्दै गरौँ ल ओके ल गोविन्द आज भेटियो रमाइलो गरियो धेरै साथीहरू भेटियो होइन ल विशाल भोलि जान्छ होला होइन ल ओके ल अल द बेस्ट फर व्हाट एभर वी आर डुइङ है ओके थ्याङ्क यू छोरी बाई फेरि भेट्छु फ्लाइङ किस देऊ न फ्लाइङ किस त्यो चक्लेट कसले किनिदिएको भन त को काकु थ्याङ्क यू आन्टी म लाग्नु पऱ्यो अब रात पऱ्यो अब हजुर तपाईँले भने जस्तो हात्तीको डराउँछ त्यही भएर चाँडै जानु पऱ्यो होइन त्यही त घरमा एक्लै छु त्यही भएर नि गाह्रो हुन्छ नि त ल लाग्यो आन्टी अङ्कल लु लाग्यो है त ए बाबा कतिको टाढा छ र त्यही 5 किलोमिटर पनि छैन होला यहाँ जङ्गलबाट हाइवेको बाटोबाट डर हुँदैन होइन त्यही त घर बस्ती होला तर घरमा एक्लै छु नि त हेर्नु पऱ्यो घर पनि खोइ ऊ गोविन्द गोविन्द गएको कहाँ गयो फेरि आज चाहिँ रमाइलो भयो धेरै हुन्छ आन्टी धेरै साथीहरूसँग हुन्छ आज चाहिँ रमाइलो भयो धेरै साथीहरूसँग भेटियो कोसँग भेटियो धनासँग भेटिगयो बट गोविन्द त हाम्रो धनाङ भइहाल्यो मनोज भइहाल्यो अनि विशाल अनि निशा सब पनि अघि बाटोमा भेटेँ तर लाइक धेरै लामो गएर कुरा भएन 1 महिना मात्रै भयो सो रमाइलो हो अब म घर जाँदैछु सो सी यू एभ्रीवन इन द नेक्स्ट ब्लग टिल देन गुड बाई टेक केयर